आज चाहिँ हामी है बाँस काट्न आइरहेको छौँ र बाँस चाहिँ के को लागि भन्दाखेरि चाहिँ हाम्रो चाहिँ समाजमा चाहिँ बिहा छ नि त, त्यसको लागि चाहिँ हामी बाँस काट्न तल आइरहेको छौँ है। बिहा गरेदेखिको चाहिँ निकै तल हो है यो चाहिँ बाँस काट्नुपर्ने चाहिँ। र यहाँ दादाहरू पनि हुन्छ, बाँस काटेर बिसाइरहेको छौँ है। र यो बाँस चाहिँ अब हामी गाडीमा लानुपर्ने हुन्छ र हामी पर्खिरहेको छौँ है। यहाँनिर बिसाइरहेको छौँ, काटिसक्यो। हामीले बाँसहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ है। र अब गाडी आएपछि गाडीमा लोड गरेर लानुपर्ने हुन्छ। र अहिले भने चाहिँ गाडीहरू पनि आइसकेको छ। यहाँ दादाहरूले चाहिँ लोड गर्नुहुँदैछ है। र अलिक पानी पनि पर्ला पर्ला जस्तो भइरहेछ। र अब चाहिँ छिटो लोड गरेर चाहिँ है हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ है। र फेरि पानी पनि पर्ला जस्तो भइरहेको छ नि त। जस्तो हामी चाहिँ गाडीमा चढेर अलिकति माथि मात्रै आइपुगेको थियो है। र त्यस्तै नै ठुलो पानी पर्न थाल्यो है। तपाईँले देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ एकदम ठुलो पानी पर्दैछ अहिले चाहिँ। र दादाहरू चाहिँ यहाँ बाँसको मुनि ओत लागिरहनु भएको छ। हुन त यो बाँसले कति नै ओत दिन्छ, तरै पनि दादाहरूले चाहिँ कतै अलि भए पनि सेफ हुन्छ कि भनेर चाहिँ यो बाँसको मुनि ओत लागिरहनु भएको छ है। र भित्र पनि क्याबिनमा फुल भएको कारणले, जग्गा नभएको कारणले गर्दाखेरि चाहिँ हामी बाहिरै बसेर जाँदैछौँ है। र हामी सबैजना मिलेर फेरि एकछिन रोकेर ओत लागिकन जाने भन्ने कुरा पनि भएको थियो फेरि, तर हामीले गाडी रोकेनौँ किनकि बाटो उकालो थियो है। फेरि त्यही माथि यत्रो लोड थियो। होस् अब हामी भिज्दै भए पनि जाउँ भनेर चाहिँ फेरि हामी सल्लाह गरेर चाहिँ हिँडिरहेको छौँ है। र आज हामीलाई मौसमले पनि अलिक साथ नदिएको जस्तो छ है। तर जेसुकै भए पनि एउटा समाजमा आइपरेको जुन कार्य छ है, त्यसलाई हामीले जे जस्तो गरेर भए पनि सबैजना मिलेर यसलाई सफल बनाउनु नै हाम्रो एउटा कर्तव्य हो है। र यसको लागि हामी सबैजना एकजुट भएर काम गरिरहेको छौँ।